कसैको लागि केवल घर भत्कियो होला, कसैको लागि केवल घर भत्कियो होला, तर उसको लागि वर्तमान भत्कियो, भविष्य भत्कियो, अनुभव र सपना दुवै भत्कियो। सबैलाई नमस्कार। आज भने म यहाँहरूमाझ लामो कविता लिएर उपस्थित भएको छु। कविता सुनिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला भन्न पनि चाहन्छु। आजको मेरो कविताको शीर्षक छ भावना सुन्ने मसिन। बाहिर झरी परिरहेको छ, बाहिर झरी परिरहेको छ, झरी उसको मनभित्र पनि छ, त्यसैले त ऊ प्रकृतिसँगै रोइरहेको छ। बाहिर झरी परिरहेको छ, झरी उसको मनभित्र पनि छ, त्यसैले त ऊ प्रकृतिसँगै रोइरहेको छ। भग्नावशेषमाथि, भग्नावशेषमाथि वर्दीधारीहरू चाउमिन र जुस दिन्छन्, उसको टाउको सुमसुम्याउँछन् र काँधमा थपथप्याउँछन्। बिचरा ऊ बोल्न सक्दैन, भन्न सक्दैन, उसलाई आजको चाउमिन र जुसले खुसी दिन सक्दैन। ऊ नराम्रोसँग रोयो, ऊ नराम्रोसँग रोयो, खुब रोयो, ऊ नराम्रोसँग रोयो, खुब रोयो, तर मन शान्त भएन, अझै रोयो, मन चिया चिया भयो। उफ कस्तो वज्रपात, उफ कस्तो वज्रपात, दैवी वज्रपात पनि त होइन, ऊ नेपो बेबी पनि त होइन। अन्तमा आज उसको अभिभावक कोही भएन। कसैको लागि केवल घर भत्कियो होला, कसैको लागि केवल घर भत्कियो होला, तर उसको लागि वर्तमान भत्कियो, भविष्य भत्कियो, अनुभव र सपना दुवै भत्कियो। न गास छ न बास छ, तर ऊ माफिया कहलियो, त्यसैमा सबैको ताली गुन्जियो। व्हिलचेयरमा गुडिरहेका, कसैको सहारामा हिँडिरहेका, कहिल्यै नकोरेका कपाल लिएर, कहिल्यै नमाजेका दाँत देखाएर भक्कानिँदै रोएका ती अनुहारहरू भग्नावशेषको धुलोले ढाकिएका थिए। सङ्कटको छटपटी त्यही धुलोभित्र छोपिएका थिए। गणितको हिसाबले तिनीहरूको पीडाको उत्तर दिन सकेन। विज्ञानको सिद्धान्तले तिनीहरूको घाउ पुरिएन, न त प्रविधि र व्यवस्थापनले तिनीहरूलाई नाप्न सक्छ। केवल दिन्छ त मानवीयता हराएको सहर, जसमा भावना शून्य भएका मानिस जीवित छन्। अरू सबै मृत छन्। त्यस्ता मसिनलाई के थाहा, त्यस्ता मसिनलाई के थाहा, त्यो हिक्क हिक्क गर्दै रोएको बालकको भावना के हो। धन्यवाद, नमस्कार।